गाउँ डुलेर आइन सासु अब गनगन सुरु हुन्छ। अझै गोल भेडा टिपेर बसिरहेछिस् कतिखेर भ्याउँछस् तैँले काम सबै सिद्धिसक्यो त काम अब गोल भेडा टिपेर खाना बनाइहाल्छु नि। अझै नहुवा लाग्छस् त बिहान गोल भेडा टिपेको यही गोल भेडा टिपेर बसिराखिरहेछ अझै हातर्छिस् त्यहाँ खुरुक्क गएर खाना बनाइहाल जति गरे नि देख्ने होइन। मलाई भोक लागिसकेको छ त्यहाँ छिट्टो गएर खाना बनाउने नत्र तेरो जगडाको नाश होला। आफू चाहिँ लखर 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 गाउँ डुलेर आयो कस्तो चाहिँ सासु परेछ भने जति गरे नि कहिले सुख शान्ति पाइनँ मैले। छुच्ची सासु आइ भने अहिले खाना पनि पाउँदिनँ। आफै पो घिच्न थालिस् अब तेरो जुठो कसले खान्छ लुकेर चोरेर खाने बानी लागेको छ भाइ के गर्नु सासु ससुरालाई खुवाउनु पर्दैन पहिला लाज नभएको बुहारी खा थप्टे तेरो जुठो भात कसले खान्छ अब